ल है गाइस यहाँ हेर्नुहोस् है यस्तो चिसोमा बिहान बिहानै पानी चलाएर बिहान उठ्यो पानी सानी कोही पानीकै काम हुन्छ क्या बिहान जस्तोको उ गरौँ यस्ता जाडामा होइन लुगा धोयो सबै थोक हुन्छ त्यो सबै थोक गरेर कसैले केही देख्दैन होइन अनि यसरी हेर्नु त पानी मात्रै हुन्छ यस्ता जाडामा सबैलाई जाडो हुन्छ नि उतिकै हो नि सबैको शरीर होइन होला अलिकति बुढो पाएकोलाई अलिकलाई गाह्रो हुन्छ होला तर मतलब प्रायः जस्तो त उतिकै हो नि त पानी छुन भनेपछि त जाडामा सबैलाई साह्रो पर्ला तर त्यो सबै केही गरेको देख्दैनन् त्यो चिसो भयो यसलाई पनि जाडो भयो भनेर बुझ्दैनन् होइन अनि त्यहाँबाट चाहिँ ठ्याक्कै अब मोबाइल चलाएर 10 मिनट बस्यो भने मोबाइल चलाइ गर्छे मोबाइलै मात्रै छुन्छे जतिखेर मोबाइल बोक्छे भन्ने टाइपको कुरा गर्छन् के अनि त्यो सबै थोक गरेको चाहिँ किन नदेख्नु त अनि त्यतिको मात्रै होइन भात पकाउनु धन्दा गर्ने यताउता मात्रै होइन सबैको काम है होइन मेरो मात्रै भनेको छैन सबैको जसुकैको अनि त्यति गरेको नदेख्नु अनि त्यति नगरेर भएन लुगा पनि धुनुपर्छ कि लुगा धो भन्नु पऱ्यो कि गोबर सोबर सोहोर अनेक घरको काम परो गाई बस्तु पालेपछि सबै थोक पर्छ त्यो केही नदेख्ने 10 मिनट मोबाइल चलाएर बसेपछि सबैले देख्ने अरे के किन होला त्यस्तो म त छक्क पर्छु क्या तपाईँहरू भन्नु त त्यस्तो 10 मिनटको मोबाइल चलाएको चाहिँ देख्ने त्यसलाई पनि त आराम गरौँ जस्तो लाग्छ त्यसलाई पनि एकछिन हात मुठी पारेर बसौँ यसो तातो पार्नु जस्तो त हुन्छ नि त निदाएर केही काम गरेकै थाहा पाउँदैन होइन पानी मात्रै चलाएको हुन त मलाई त्यसो भन्ने त कोही छैन अब होइन बेला बेला बुढोले भन्ने हो यो मोबाइल चलायो भने चाहिँ यो केटीले मोबाइल चलाएको देख्दा भन्नुहुन्छ नत्र भने त्यस्तो छैन अर्को गरेको चाहिँ नदेख्ने होइन ठ्याक्कै त्यही मोबाइल चलाएकै मात्रै चाहिँ देख्ने भनेको चाहिँ कस्तो खालको के खाएको हुन्छ होला त्यतिखेर चाहिँ त्यो भन्नलाई मोबाइलै मात्रै चलाउँछ भन्नलाई के त्यस्तो पो लाग्छ नि त छक्क पर्छु झन् त यहाँ हामीलाई जाडो हुन्छ नि यहाँ पानी मात्रै चलाएको जसलाई भन्नु बिहानभरि उठ्यो देखेको नि त्यो लुगा मैले अघि धोइहालेँ सबै रेडी पारिसकेर लुगा धोइसकेको छ चिसोमा बिहान अहिले कति बज्यो त 7:19 अनि 7:19 जाँदैछ अनि यतिन्जेलमा मैले लुगा सुगा हेरी खोले पाक्दैछ यता खाना बसाइरहेको छु अघि चिया खाएर थालेर पनि धोएँ अब यो खोले फेरि घरलाई खोले ठिक पार्दैछु अनि त्यो सबै गरेको केही नदेख्ने त्यो मोबाइल चलाएको देख्नलाई चाहिँ के गर्नु होला फेरि मोबाइलको पनि त सदुपयोग दुरुपयोग गरेको भए हुन्थ्यो है सदुपयोगै गर्नु हो नि त दुरुपयोग गर्नलाई हो यसो भन्ने कुरा दुरुपयोग अनि हामी यतिको मान्छेले सबै नहोला नि होइन बिग्रिने भनेको अब को कस्तो भन्ने कुरा बिग्रिने सप्रिने भनेको आफ्नो ठाउँमा छ अनि हामी छुट्याउँछौँ नि त को सप्रिन्छ कसरी बिग्रिन्छ भन्ने कुरा त छुट्याउन सकिन्छ नि त अनि त्यो हुँदा चाहिँ त्यसो नबनिदिनु होला भन्छु क्या यो मेरै घरको मात्रै होइन जसुकैको घरमा पनि यो चलिरहेको छ जहाँसम्म लाग्छ मलाई जसुकैको पनि त मोबाइलको चलाएको चाहिँ देख्ने काम गरेको चाहिँ चिसा भाँडा मोलेका बिहान बिहान उठेर काम गरेको चाहिँ नदेख्ने घर चाहिँ होला नै धेरैजनाका भन्छु म ल भाइ अहिले चाहिँ यति नै भन्न आएँ हेर्नु है साथीहरू छोरी मान्छेको दिमाग भनेको छोरा मान्छेको चाहिँ एउटा पकायो भने त्यही एक ठाउँमा उभिरहेको होइन त्यही गफ लायो मोबाइल चलायो भने मोबाइल चलायो खैनी खायो भने खैनी खायो गुड्का खान्छन् त्यो खायो अनि त्यही गिलास चलायो चिया पकाउँदै गरेर भयो गिलास डाडु चलाउँदै बस्छन् हामी छोरी मान्छे चाहिँ यहाँ खाना पकाएर उता चारतिर भ्याउनुपर्छ के दिमाग अनि त्यो ठ्याक्कै फेरि भरे खानासाना डढ्यो ओऱ्यो भने चाहिँ के भन्छन् भने बुद्धि छैन ढङ्ग छैन ढङ्ग भए पो भन्छन् क्या मान्छेले त्यो परिवार भएकाले अलिक हेप्न सक्ने बुहारीहरूलाई चाहिँ नि त्यो टाइपको कुरा गर्छन् क्या बुद्धि नभए कि भन्छन् त्यो कतितिर दिमाग लाउनु पर्छ यति गर म यता गर्छु भन्ने भएको भए पो हुन्थ्यो अनि त्यसलाई सबैतिरको ओइराएर चाहिँ काम लाएर चाहिँ अनि त्यहाँबाट बसेपछि त त्यो भरे त्यसले कतातिर चाहिँ गरोस् के चाहिँ गरोस् त्यसले होइन डढ्छ नि अब हतार गरेर डढोस् त कसले भन्छ र डढोस् डढेको खान्छु भन्ने त हुँदैन नि त अन्त फेरि त्यो डढाएर कुरालाई परिवारलाई मात्रै दिने ऊ नखाने भए पनि त हुन्थ्यो नि खाने नै हुन्छ उसले नजानेर हो नि त त्यो त गर्दा गर्दै नपुग्यो मतलब नभ्याएर क्या अब अहिले भोलि त्यसो भने घोप्ट्याउँछ रुङ्नै पऱ्यो अनि यता
खोलेको पेन्टमा रुङ्नु पनि पऱ्यो यता भात पनि डढ्छ कि उता पनि गएर आउनु पऱ्यो ग्यास सानो पार्दा पनि त्यहाँ पुगिहाल्छ यो खामजेल रुङ्दाखेरि भात सब्जी जेसुकै अनि चारपट्टि दिमागमा आउनु अरे आँखा पनि चारपट्टि गर्नु अरे छोरा मान्छेले चाहिँ छैन एकैपट्टिमा ठिक हो उनीहरूलाई चाहिँ उसले गरेर चाहिँ एउटै काम राम्रो सबै ठाउँ हुँदो रहेछ के साथीहरू त्यहाँबाट फेरि म त्यहाँबाट यता आइसकेँ अनि हाम्रो चाहिँ हुन्छ त्यस्तो एकपट्टि हुन्छ एउटा चारपट्टि आउनुपर्छ ल भयो साथीहरू अब यहाँ चाहिँ नि ठ्याक्कै यो खरानी लाउनु अरे क्या लसुन प्याजलाई अनि मैले यहाँ लसुन रोपेको छु लसुनलाई मल लाग्यो कि यो मलहरू नि देखाएको छु अनि खरानी लाउँदैछु म फुली पकाएको खरानीहरू खाना पकाएको खरानीहरू टक्क लाउँदैछु लु यस्तो चिसो पानी खेलाउँदैछु कि बेसार केलाउँछु कसैमा बेसार सुकाइसक्नुभयो काटिसक्नु होला म चाहिँ भर्खर धोइधाइ गर्दैछु होइन साथीहरू त्यसमा थोरै चाहिँ यो सुक्ता 1 किलो होला कि नहोला 1 किलो बेगर घाम नआथे अनि हाम्रो चाहिँ दुईटै खालको बेसार छ कि एक खालको चाहिँ यस्तो रातोबाट छ एउटा चाहिँ पहेँलो छ यस्तोबाट छ कि दुई खालको बेसार पर्छ त्यस्तै छ